सबैको नजरमा रहेको झापा 5 मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउने क्रम जारी राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी देशको नेतृत्वकर्ताको रूपमा उठेका बालेन शाहको पक्षमा यति बेलासम्म 28,152 मत प्राप्त हुँदा नेकपा एमालेबाट रहेका केपी शर्मा ओलीको 7,393 मत प्राप्त भएको छ। बालेन केपी ओली भन्दा लगभग 20,000 को मतान्तर रहेको छ। यसैगरी प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा चितवन 2 मा स्वतन्त्र पार्टी राजसोपाका सभापति रव लामिछानेले विशाल अग्रता बनाएका छन्। प्रतिस्पर्धी तुलनामा रव लामिछानेको मतान्तर 3 गुणा भन्दा पनि बढी रहेको छ। लामिछानेले 37,812 मत ल्याउँदा मीना कुमारी खरेल नेपाली कांग्रेसबाट 10,712 मत प्राप्त गरेकी हुन्। यसैगरी यता चितवन क्षेत्र नम्बर 3 मा राजसोपाका उम्मेद्वार सोभिता गौतमले मतान्तर बढाउँदै लगेकी छन्। सोभिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट 28,766 मत ल्याउँदा रेणु दाहाल नेपाली कम्युनिस्ट पार्टीबाट 11,679 मत प्राप्त भएको छ। त्यस्तै नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले 3,228, नेकपा एमालेका शंकर थपलियाले 2,477 मत प्राप्त गरेका छन्। सँगसँगै भक्तपुर 2 मा पनि लामो मतान्तरसहित राजसोपाले नै अग्रता कायम गरेको छ। भक्तपुर क्षेत्र नम्बर 2 मा राजसोपाका उम्मेद्वार उठेका राजीव खत्रीले 27,882 मत ल्याउँदा नेकपा एमालेबाट उठेका महेश बस्नेतले 7,168 मत प्राप्त गरेका छन्। यता सर्लाही 4 मा पनि लामो मतान्तरले गगन थापा पछाडि परेका छन्। सर्लाही क्षेत्र नम्बर 4 मा नेपाली कांग्रेसका उम्मेद्वार गगन थापा निरन्तर पछि परेका हुन्। यहाँ राजसोपाका उम्मेद्वार अमरेश कुमार लगातार अगाडि रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसोपाबाट उठेका अमरेश कुमार सिंहले 7,252 मत प्राप्त गर्दा नेपाली कांग्रेसबाट उठेका गगन कुमार थापाले 4,404 मत प्राप्त गरेका छन्। यी दुई उम्मेद्वार बीचको मतान्तर 2,808 रहेको छ। प्रारम्भिक चरणदेखि नै सिंहले अग्रता लिएकाले यस क्षेत्रमा कांग्रेसका सभापति समेत रहेका नेता थापालाई चुनौती थपिएको छ। म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका सामाजिक अभियन्ता महावीर पुनले आफू विजयी भए पनि विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले मतगणना भइरहेको उल्लेख गर्दै यदि आफू विजयी भए पनि गाउँ-गाउँबाट समर्थकहरू बेनी बजारमा जम्मा भएर विजय जुलुस ननिकाल्न भनेका हुन्। उनले भ्रष्टाचार र कुशासनलाई हटाएर देशलाई आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्य पूरा नभएसम्म विजय जुलुस निकाल्नुको खास अर्थ नहुने बताएका छन्। पुनलाई यस निर्वाचनमा राजसोपाले समर्थन गरेको थियो। यो सामग्री तयार पार्दै गर्दाको समयावधिसम्म म्याग्दीमा स्वतन्त्र उम्मेद्वार महावीर पुनले 10,142 मतको अग्रता लिएका छन्। धौलागिरी मालिका मंगला बेनी नगरपालिका रघुगंगाको वडा नम्बर 2 सम्मको मतगणना सकिँदा पुनले 16,368 मत प्राप्त गरेका हुन्। उनका प्रतिस्पर्धी एमालेका हरेकृष्ण श्रेष्ठले 6,226, कांग्रेसका कर्णबहादुर भण्डारीले 4,503 मत पाएका छन्। नेकपाका अर्जुन थापाले 3,163 मत प्राप्त गरेका छन्। यता जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ज्ञान बहादुर शाहीले अग्रता कायमै राखेका छन्। उनले 9,564 मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले 6,097 मत ल्याएका हुन्। भण्डारी भन्दा शाही 3,467 मतान्तरले अगाडि रहेका छन्। यहाँ नेपाली कांग्रेसका दीपक बहादुर शाहीले 3,972 मत पाएका छन्। सुनसरी क्षेत्र नम्बर 1 मा सरम संस्कृति पार्टीका उम्मेद्वार हर्क साम्पाङले अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसोपाकी उम्मेद्वार गोमा तामाङसँग मतगणनामा लगातार पछाडि रहेका रौतहट 4 को प्रारम्भिक मतगणनामा पूर्व पत्रकार ऋषि धमलाको स्थिति निकै नाजुक देखिएको छ। उनी आफ्नो मत संख्या 3 अङ्कमा पुर्याउनकै लागि सङ्घर्ष गर्नु परेको छ। काठमाडौँ क्षेत्र नम्बर 3 मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्। यहाँ राजसोपाका राजुनाथ पाण्डे विजयी बनेका हुन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 3 का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार राजसोपाका पाण्डेले 18,757 मत ल्याएर विजयी बनेका हुन्। उनका प्रतिद्वन्दी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले 1171 मत ल्याएका छन्। राजुनाथ पाण्डेसँग कुलमान 7,586 मतले पराजित बनेका हुन्। निर्वाचनमा पराजय भोगेपछि उज्यालो नेपालका अध्यक्ष घिसिङले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो प्रतिक्रिया दिँदै विजय पाण्डेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनले चुनावी परिणाम जे जस्तो भए पनि आफू पछि नहट्ने संकेत गरेका छन्। यता नेपाली कम्युनिस्ट पार्टी नेकपाले रुकुम पूर्वबाट खाता खोलेको छ। नेकपाका संयोजक
संयोजक प्रचण्ड 10,240 मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका लीलामणि गौतम 3,462 मत ल्याएर पराजित भएका छन्। कांग्रेसकी कुसुमदेवी थापाले 381 मत पाएकी छन्। जनआन्दोलन 2062-63 पछि भएका सबै चुनावमा संसदमा सहभागी एक्ला पार्टी प्रमुख प्रचण्ड राजसोपाका उम्मेद्वार शिशिर खनाल विजयी बनेका छन्। काठमाडौँ क्षेत्र नम्बर 6 बाट उम्मेद्वार बनेका खनाल 2,779 मत ल्याएर विजयी बनेका छन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण बानिया छेत्रीले 6,667 मत ल्याएका छन्। विजयी बनेका शिशिर खनालले अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको बताएका छन्। जनताले ठूलो आशा तथा भरोसाको साथ आफू र राजसोपा पार्टीलाई विजयी गराउनमा धन्यवाद दिएका उनले देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश महेश शर्मा पौडेलको इजलासले शुक्रबार प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएको हो। प्रहरीले प्रसाईलाई चुनावको मुखमा पक्राउ गरेको थियो। निर्वाचन बित्थोल्ने गरी अभिव्यक्ति दिएपछि प्रसाईलाई प्रहरीले पक्राउ गरेको थियो।